उसको बड़ा कहानी यो कार्य हनुमानजीसँग जोडिएको त्यसैले आजको विशेष राखिरहेको छ। बोलो शनिजी मेरो 60 वर्षसम्म अनि मात्रै साधु बन्नु पर्दछ त्यहाँबाट उता। तर हामीले बुझ्यौँ चाहिँ के त भन्दाखेरि धर्म गर्ने बेला चाहिँ 60 वर्ष कटेपछि भन्ने गलत बुझ्यौँ। धर्म गर्ने भनेको चाहिँ 90 वटा 9वटा द्वीपका मालिक भए, 99 वटा भए, एउटा सार्वभौम राजा भए जसको नाम थियो राजा भरत। र यो पूरा पृथ्वी भरत राजाको शासनमा आयो। एक दिनको कुरा हो, ऋषभदेव नामका राजाले आफ्ना छोराहरूलाई बोलाउनु भयो। बोलाएर भन्नुहुन्छ, हे बाबु हो नाम देहो देह भाजाम त्रिलोके, बाबु तिमीलाई यो शरीर दिने हामी होइन, हामी त माध्यम मात्रै हो। तिम्रो आमा बाबु भनेको हामी त माध्यम मात्रै हो। तिमीलाई यो शरीर दिने, यो धरती दिने, यो सम्पूर्ण कुरा दिने तिम्रो आमा बाबा हामी भन्दा ठुला त परमात्मा हो। भगवानको सेवा गर। हामी सिंहासन लिएर आओ अगाडि। हुन्छ महाराज, महाराजको जय। ए आमै हट्नु त्यहाँबाट। राजाको सिंहासनमा भ्यागुताको ढलिमली भनेको यही हो। खै खै सिंहासन खै महाराजको अगाडि फर्काएर राख्न है मूर्ख। त्यहाँ बच्चा छ। ए महाराज पर्ला तत्ती छन् जस्तो छ त। है सैनिकको उचालेर यता लिएर आऊ। र भगवान को भने नि स्वयं विष्णु नारायण। आज मैले त दिनुसम्म ज्ञान दिएको छु नि। कबाट काट्नु, खबाट खेद्नु, गबाट गाड्नु। भन्न लाग्नुभयो कसरी हो पूजा गर्ने त मलाई थाहा छैन। भगवानले भन्नुभयो लु यता आउनु त।
ज्योति सजपति मध्य कन्यानमरणं चयेत् एकादेव पौण्डक शाल्यवानन्दभक्त शत्रुमध्ये सम्वरो जीवितमिदं तेनोर्मणयन्तु ते जन्तिक्मोर्जस्तन्नो दृष्टितमे काञ्जम्बे दद्मा ॐ मित्राय नमः मित्राय नमः ल अब जय हो यो सात दुईजना मितिनीको जय जोडी भएर दिनु यहाँ जोडीले दिनु होइन एउटा मात्र स्टेप एउटा मात्र ल फुलबर जय मितिनी दुवैजनाले समाउनु त ल यताको हो कि फेरि समाउनु दुवैजनाले ल यहाँ दिनु र दुवैजनाको पुग्छ ल अब यता राख्नु ल अब ल मितको दिनु मितको दानि प्रदेशं दशपाशेषा ॐ पुराणपुरुषोत्तमात्मा ॐ विष्णुं तर्पयामि यसो ॐ विष्णुं तर्पयामि साटा साटा पैसा पनि अर्जुनजी आइपुग्नु भयो कि भएन ॐ विष्णुं तर्पयामि काम चाहिएन मित ॐ विष्णुं तर्पयामि ॐ विष्णुं तर्पयामि तर्पयामि ॐ विष्णुं तर्पयामि तर्पयामि ॐ विष्णुं तर्पयामि ॐ नमः संभवाय च मय भवाय च नमः शंकराय च महेश्वराय च नमः शिवाय हजुर हजुर त्यहाँ चाहिँ ढाकी थिएन सैयाको रहेछ ल ल ल ल राख्नु न टपरीमा एकपल्ट पुष्पले पूजा गर्नु छ पुष्पले टपरीमा पुष्पले पूजा गर्नु